Hello guys, welcome to my channel. हामी कहाँ जाँदैछौँ गाइस? आरु बाख्रा टिप्न। प्रदीप भाइ, जीविका, इसिका चाहिँ अनि म चाहिँ जाँदैछौँ आरु बाख्रा टिप्न। टिप्न हैन चोर्न। चोर्न गाइस, चोर्न। यिनीहरु चाहिँ चोर्नमा कतिको माहिर छन् हेर्न पर्यो। आज म चाहिँ भिडियो बनाउँछु, यिनीहरु चाहिँ चोर्छन् लहरलान फेरि। र यो चाहिँ रहेको छ तल्लो गाउँ। यहाँ चाहिँ बल खेल्दैछन् हैन। बगैँचा छ, फुलको बगैँचा। खैलु दे। थ्याङ्क यू। यो फुल मायामा कहिले पनि नगर्नु होला भुल। प्रदीप भाइ स्कुल। जीविका चाहिँ पहिला बचाउँदाखेरि थियो चुलबुल। अहिले पो बैसाएर है माझगाउँ हो। धन्यवाद। यो घरको चाहिँ मलाई के मनपर्छ थाहा साथीहरू? यो झ्याल मनपर्छ। म भाइ बचाउँदाखेरि यहाँबाट खसेछु के कसरी भन्न ला देखाइदिए त भिडियोमा। म 2 क्लास पढ्दाखेरि तल्लो गाउँ बस्थेँ। परको उमा के होलमा के सीमा त मेरो बेस्ट फ्रेन्ड सीमा चाहिँ देखेको के हिसो गरेर पर हेरेको टाङ हाल्छु भनेको त हरर पारेर खसेर तल उमा तलको माटो उत्तान चाङ्गार परेको के अनि डेन्जर रोको म कस्तो तल माटो भएर। म चाहिँ फुल समातेर हिँड्दैछु। ओ त्यो चाहिँ प्रभाको घर हो। हेलो। यो पर्नु गयो के हो? फुलहरू मिलन बेनारको घर हो। ल अगाडि हेरेन म बाबा दिन्छु। ओइ को त्यहाँ मुत्ने? यसको त भिडियो गरेर भाइरल बनाइदिनु पर्छ अब। रेगन के रे नाम? रिहान। रेगन त हाम्रो अर्को भदै पो हो त। रेहान फुल समात्ने हो? समात्ने किन? कहाँ जान्दाको? यहीँमा दाइमा हामी त गयौँ त नि है। यो चाहिँ ओखरको रुख। कति वर्ष पुरानो होला यो रुख? कति हो कति ठुलो हो कि यो रुखले गर्दाखेरि गाउँ छेकिन्छ होइन। यिनीहरूको चाहिँ कुखुरे बैसा आउन लागेको छ। कुखुरे बैसा सुली कुखुराको सुली देख्दा पनि हाँस्ने पैसा आउनु लागेको छ गाइज। हामीले चाहिँ यहाँ के देख्यौँ रे? किमु। अट्याक हान अट्याक। यहाँ पानी पिउनु लाग्छ। म चाहिँ गएँ। ए हात धुनु पो गइरहेछ। अझै कति डर लाग्ने हो नि बरै। हेलो दिदी नमस्ते। के काम गरेर आउनुभयो? यहाँ किमु रहेछ के? धन्यवाद। म चाहिँ समातेर जम्मा गर्ने होइन मुखमा हाल्ने। खै कति जम्मा गरिस्? ल ठिक छ। मिसन्डा मैले बोतल पिउ राखिदिन्छु पहिला यहाँ। ल खाइयो। लौनु त। वाउ मिठो। खोल्दिम हाल न। टोके जस्तो गर्छ यार नि। रुखमा चढिन्छन्। एकछिन है एकछिन। म नि अब टिप्छु यहाँ यो डाँटमा यो उसमा। कति नजिक नजिकहरु नि। यहाँ काफल टिप्दै थिएँ तर काफल सबै तल झऱ्यो। किमुलाई त काम। किमु सरी। ओए तल किन जाम्लाखेरि म चाल्दिन तपाईँ टिप्नुहुन्छ? भयो उत्तानो चाङ्गार पर्ने हो के हो? अल्लाह टिपेको जस्तो। डर लाग्यो। वाउ कति धेरै टिपेको। यति टिपियो। खै तेरो कति छ? छैन। खाइसकिस? यस्तो छ हालत किमु खानेहरूको। यो चाहिँ हाम्रो गाउँको गेट। कति वर्ष पुरानो यो धुपीको रुख। हामी भिसिन डाँडा आएको हो आरु बाख्रा खानालाई। त्यो तलकोलाई के भन्छ रे? घैराबारी है। यो चाहिँ गाउँ। ल जाम जाम। लेट्स गो। यही ठाउँ हो मेरो माया गीतको पनि सुटिङ भएको हेर्न सक्नुहुन्छ। हाम्रो माझगाउँ अलिअलि देखेछ। माथि चाहिँ डाँडा गाउँ हो।
चाहिँ हाम्रो टोल यो चाहिँ हाम्रो सरस्वती मन्दिर छैन र यहाँ चाहिँ केटीहरू चोरी गरेर हिँडेको छ अलि हल्ला नगरौँ क्या हो हेर्नुहोस् ट्रान्समिटर वाउ फुलहरू फुलेको रहेछ कहाँ हो ए यस्तो रहेछ यार ठाउँ त मिठो हुन्छ अरे भनेको होइन यो आरो भात मलाई चाहिँ हो त्यो ताटीको हो ठुलो योले त मिठाई दिन्छ कस्तो छ हतिको यता आटीको मलाई ओइ चिप्न छिटो यहाँ चाहिँ भिखारीहरूले मागे यसरी मागिरहन् माथि चाहिँ खाइरह खै खान्छ रे हेर्ने त ओइ ए छिटो दिदी भाइ भिडियो बनाउनु म बनाइरहेको छु हैन भिडियो तपाईले बनाउने छु ठीक आमा बनाउने म भान्दिन्छ है भनेको वा यो त पानी हाल्वा हेर कस्तो छ ए यसै काँचो खाने हो ल त्यो डाली भेटाइ त झन् मिठो न के एउटा खर्चकै समय न म फोटो खिच्ने हो फोटो खिच्ने नि दिदीलाई ल गिभ मी द्याट के गयो त खसेको ल गाइस हेर्नुहोस् पानीहरू बहाएर मिठो खर्च नपरे पनि खाने यस्तो रहेछ सयो पानीहरू बखाएर सयो तल पनि छ तर चाहिँ अर्कै हो तलको आलु बखरा चाहिँ यो अर्कै हो कस्तो छ आलु बखरा खान्छमै आलु बखरा एकदमै मेरो भाइले दुःख गरेर हामीलाई हजुर म माइजु एलबार खानु मन राखेको है एउटा दुईटा टिप्नु यिनीहरू डराएको तर दिदीले बोलाएको त डराएको यिनीहरू मिठो राखा देखाएको ठुलो मान्छेलाई कस्तो छ इसिका मिठो हुन्छ मिठो छ गाईहरू ओइ ऊ टिप्नु त कसरी टिप्ने त यसलाई ओए लोड्नु भयो थियो तर मैले भिडियो खिच्नै पाएन मिस भयो खतरा लोड थियो यार ओइ त्यहाँ टिभीहरू खोल्यौँ नि के छ अब खै देखाइ मेरो पनि छ यति त अहिले टिप्छन् क्या ल आयो खै हेरौँ ए लाइफ मेरो खोका छ लोटा हेर्नु न यहाँ चोर्न लाग्यो हिँड्नुले उता सजिलोमा हिँड्नु म मामा छ कि मामा एउटा दुईटा खाएको यार यो चोरहरू के हो मलाई यहाँबाट लडाउनु भनेर के सब टिप्नु भुइँमाको टिच है 8 बजेले नसँगालेर आफू के गर्ला अन्त तपाईँहरूले यस्तो छ हालत यस्तो छ हालत भाग्यो हो त बुवाको एक घन्टा खाम त इसिका बुवा अब खा धेरै खाने होइन यस्तो त वाट ह्यापन टु दिस ओ काटी चराको आइज दुःख छ नि त्यसै खान सकिन्छ चोरेर मलाई नि एउटा फुल टिप्नु अहिले हराम छ अब जाम ल
यहाँ फुलै फुल कि जीविका दिएको फुल चाहिँ यहाँ चढाइदिए कुटुक्क भएर चाहिँ त्यही भएर कमलो मिठो रहेछ यो पानी हालुवाएर चाहिँ पाकेको त नपाकेको मिठो हुन्छ म त यो पनि मिठो लाग्यो कस्तो रह्यो हाम्रो आलु बखरा चोरी अनि खाने एकदम गुड राम्रो म जस्तै राम्रो यसले होइन झन् हाँका बिचरा हाँका लिएर आएको थियो मान्छेले देखेको झन् यिनीहरू त अट्याक हानिदिरहेको कि यो दुइटा त म होइन हो ल साथीहरू हाम्रो आलु बखरा टिपेर खानेको भ्लग यहीँ समाप्त हुन्छ फेरि नयाँ फुल भेटाएँ मैले यता भाइ र बहिनी दिएको ल चल्दिउँ न त घरतिर होइन आजको हाम्रो भिडियो यहीँ समाप्त हुन्छ साथीहरू थ्याङ्क यू फर वाचिङ किप लभिङ सपोर्टिङ सब्सक्राइब गर्न भएको छैन भने गर्नुहोला कमेन्ट गर्नुहोला सेयर गर्नुहोला भिडियो थ्याङ्क यू